हेलो एन्ड नमस्ते वेलकम टु गाइज माई न्यू भ्लग। आजको भ्लग चाहिँ म सुरु गर्दैछु नेपाली भाषाबाट है। मैले अहिलेसम्म 17-18वटा भिडियोहरू अपलोड गरेँ होला, सबै हिन्दीमा छ। आज चाहिँ नेपालीबाट ल कस्तो हुन्छ फर्स्ट टाइम ट्राई गरौँ नेपाली भाषामाबाट। अनि म अहिले जाँदैछु, 2-4 दिन अगाडि खेतमा धान छरेको थियो, त्यहाँ खनखान गर्नुपर्ने थियो छेउकुमा। तर राति पानी पर्दियो कि, पानी परेको कारणले अब आज हालत के छ हेरौँ गएर। आलीबाट हिँड्नुपर्छ, यो साला कुरो कपडामा टाँसेर हैरान हुन्छ यार। आलीभरि त हुँदैन कि कोही कोही ठाउँमा। र यो चाहिँ हाम्रो धानबारी, धान पनि पाकिसक्यो, अब त काट्ने बेला भइसक्यो। सायद अब 2-4 दिनमा धान काट्छन् होला हाम्रो पनि। यता खेत बाँझै छ। यहाँ चाहिँ बर्खे धान रोप्नको लागि हुँदै धान नरोपेका हुन् क्या मान्छेहरूले नि। वर्षमा 2 पल्ट रोप्छन् नि, बर्खे र हिउँदो। यो चाहिँ बर्खे धान रोप्न हिउँदोमा नरोपेको क्या। हाम्रो चाहिँ फेरि 2 लटै रोपिन्छ क्या यता चाहिँ, बर्खे पनि हिउँदे पनि। यो साइड चाहिँ निलैले रातिको पानीले त सबै डुबाएको छ अरे। यहाँ त जेसिबीले मजाले मिलाइदिएको छैन, काहीँ खाल्टो काहीँ खाल्टै थियो कि, खाल्टै कुनै कुनै ठाउँमा मात्रै सम्म त। यो साइड त पुरै डुबाइदिएछ यार। अब त्यो माथिल्लो साइड खन्नु पर्यो घर। खुट्टा पनि नामा लाउने खतखती घाँसिन्छ हौ यो हिलोमा त यार। हिजो चाहिँ मैले उयो पानी जमेको ठाउँदेखि यहाँसम्म खनेको थिएँ कि 2 दिनमा। अब आज यता खन्नु पर्यो यार, खनेर भेट्छु। र अहिले चाहिँ मैले यहाँ खनि पनि सकेको छु होइन। आजबाट चाहिँ टक्क यहाँ खन्ने काम चाहिँ सक्यो क्या। अस्ति बिहान आएर, हिजो बिहान आएर खने, अस्तिको दिन 1 दिन खने, र आज बिहान आएर चाहिँ टक्क मैले सकेँ क्या। जस यतातिर पानी परेर यता चाहिँ खन्नु परेन, पानी भरिएको ठाउँमा अलिकति काम घटाइदियो यार पानीले। जे भए पनि यता चाहिँ खनिसक्यो। तर यार 3 दिन पानी पऱ्यो पनि त्यति भरिएन हौ। एकछिन पर्यो पर्न त, धेरै नपऱ्यो भने। उयो साइडमा मात्रै गहिरो छ, यता चाहिँ छैन क्या। म चाहिँ बारी खनेर आएर खानासाना खाइसकेर कपडा पनि लगाइसकेँ। अब स्कुल जान लागेको। अब चाहिँ स्कुलबाट आएर भ्लग कन्टिन्यू गर्छु अहिलेलाई। थ्याङ्क यू। म चाहिँ अहिले टक्क स्कुल गएर पनि आइसकेँ क्या। अहिले चाहिँ बेलुकाको 5 बजिसक्यो यार। हातमा जुत्ता बोकेर आउँदैछु कपडा फेर्न। कपडा सपडा फेरेर अनि मात्रै भेट्छु। हेर्नुहोस् त हाम्रो घरमा कस्तो मजाले केरा पाएको रहेछ हौ। हिजोअस्ति काटेर लिएर आएको त, आज त मजाले पाकिरहेको रहेछ यार। अहिले चाहिँ कपडा सपडा पनि फेरिसकेँ। अब खाजासाजा खान्छु, घाँस काट्न जानु छ। आज खाजामा चाहिँ चिया र बिस्कुट रहेछ यार। म चाहिँ खाजासाजा खाएर अब घाँस काट्न जान लागेको। हेर्नुहोस् त हाम्रो घरमा टक्क ड्रागन फ्रुट फुलेको। एउटा मात्रै छैन त, एउटा 2टा 3-4वटा, यता पनि टन्नै छ। जस्तै हाम्रो घरमा चाहिँ 18वटा बोट छ। यसले नभएको नि सिजनमा 15-20 किलो चाहिँ मजाले निकाल्छ क्या यहाँबाट ड्रागन फ्रुट नै। म चाहिँ हाम्रो खेतमा घाँस काट्न आइसकेँ यार। आज हिजो चाहिँ मैले यताको साइडको काटेको छु घाँस। यो साइडको हिजो चाहिँ घाँस काटिदिएको स्यार्ल्याममै। आज चाहिँ यो साइडको काट्छु। मैले चाहिँ फाइनली घाँस काटेर बिटा पनि बानिसकेँ यार। घाँस काटेर यसो आइदिएको त अहिले त पुरै पानी परिरहेछ यार भब्बाल। र आजको भिडियोलाई म यहीँनेरि एन्ड गर्छु। थ्याङ्क यू सो मच वाचिङ फर
फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ। भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।